हेलो गाइज, वेलकम टू माई यूट्यूब च्यानल। आज चाहिँ मेरो छोरोले न्यू साइकल किनिदिनु भनेर घरदेखि नै रिसाएर आज दिनभरि मसँग पुरा उता भइरहेको थियो। उनीहरूलाई चाहिँ मैले 1 वर्षदेखि साइकल किनिदिन्छु भनेको थिएँ। हेर, हाम्रो ठुलो छोरा चाहिँ रिसाएर पुरा फुलिराख्नु भएको थियो। बाबु 1-2 दिनपछि किन्नु भनेर भनेको थिएँ, मान्नै भएन। अनि ल नि त छोरो, ल ल ल किनिदिन्छु, ल आऊ भनेर भनिदिएँ। त्यही भएर फटाफट तयार भएर, तर पनि रिसाउनु छोड्नु भएन। हाम्रो सानो छोरा चाहिँ 2-3 दिनपछि किनिदिन्छु भन्दा पनि मान्नु भएको थियो। साइमन भेरी भेरी गुड सम टाइम, होइन? अनि त्यही भएर मैले ल रेडी भयो भने सानो छोरा चाहिँ रेडी, ठुलो छोरा चाहिँ हल्का क्राइङ रुँदै हुनुहुन्थ्यो। ल नि त मैले मजाले फकाएर अब हामी साइकल किन्नुतिर लाग्यौँ। भाइ चाहिँ मुसुक मुसुक हाँस्छ, हो कि होइन भन्दै। ल हाई गरिदेऊ न त भाइ भनेर मैले भने, भाइ भन्नुभयो। अनि त्यही भएर हामी चाहिँ अब हाई हाई भन्दा भन्दै अब दुर्गापुरीदेखि बाई बाई गरेर उल्लाबारीसम्मको यात्रा निस्कन लागेको थियौँ। त्यही भएर अब हामी रेडी भएर साइकल किन्नको लागि गइदियो। आज मेरो छोरो धेरै हेप्पी छ, 2टै छोरो। अनि साइकल दोकान पनि पुग्यौँ। साइकल हेरेको यति धेरै साइकल देखियो कि कुनै पनि साइकल जुन देख्यो त्यही मन पराउने मेरो ठुलो छोराले। अनि ठुलो छोराले त पहिले नै सुरुमै हेर्ने बित्तिकै चोइस गरिहाल्नु भएको थियो। अनि एउटा सेल्फी हान न त भनेको त 2टा औँला खडा गरेर सेल्फी हाल्नु सानो छोरालाई पनि 2टा औँली देखाएर। वाउ, आज खुसी छ। ओके। अनि त्यही भएर हामीले फटाफट साइकल किन्यौँ। हेलमेट पनि चाहियो अरे, हेलमेट पनि किन्यो। अब ल नि त ट्राई गर भनेको त, ल हेलमेट चाहिँ बाङ्गो लगाएर फेरि सिधा सिधा गर, ल त कुदाउ भने। अब फेरि हामीलाई भोक लागेको थियो, त्यो भएको कारणले फेरि बरगाछीको एउटा होटलमा